गुड मर्निङ एभ्रिवान। अनि एकदमै म चाहिँ मेरो नेपाल र अन्नपूर्ण ट्र्याक सकेर आफ्नो घर पनि फर्केर आइसकेको छु। खाइयो ढिँडो हलियो हिँड्यो पालो बोकेदारी भने जस्तो है, बोकेदारी पनि छैन। अनि अब एकदमै घरमा आएर कामहरू पनि गर्नुपर्ने हुन्छ है। अनि एकदमै मार्च आज 20 तारिक पनि भइसकिसकेको छ अनि अप्रिल पनि लाग्नु आँटिसकेको छ। अनि एकदमै टाइम पनि जाँदैछ। अनि आज चाहिँ हाम्रो मकै रोप्नुपर्ने हुन्छ है, किनभने मान्छेले मकै रोप्नु छोडिसक्यो, बारीहरू बाँझो हुन थालिसक्यो। अनि यसपालि चाहिँ हामी यो बाँझो बारीलाई मकै रोप्ने है। रोप्यो भने त किन के त फल्छ होला भनेर हामी एकदमै मकै बारी आइसकिसकेको छौँ। अनि यो मकै रोप्ने प्रोसेस हुन्छ आजको ब्लगमा चाहिँ। अनि तपाईँहरूले यो ब्लग पनि कन्टिन्यू हेरिदिनुहोस् होला, स्किप नगरी। हामीले मकै छर्नुभन्दा अगाडि चाहिँ हामीले यो मललाई बारीमा हाल्नुपर्ने हुन्छ। हाम्रो अर्ग्यानिक मल हो यो चाहिँ, हामी यहाँ प्रायः अर्ग्यानिकै चलाउँछौँ है। यहाँ हाम्रो कुनै केमिकल छैन है। तर यो चाहिँ हाम्रो प्योर गाईको मल हो चाहिँ हामीले टक्कै यसरी हाल्नेछौँ चट्टसँगले। अनि यो हाम्रो मललाई चाहिँ यसरी छर्नुपर्ने हुन्छ है, यसरी चट्टसँगले। यहाँ हामीले एकदमै मलहरू छरिसकेको छौँ बारीमा है, मल छरेर मल फिजाइसकेको छु। अनि यो हाम्रो यस्तो प्रोसेस हुन्छ, यहाँबाट हामीले मकै यसरी छर्नुपर्ने हुन्छ है। यो है त्यो चाहिँ हाम्रो मकै छर्ने प्रोसेस हुँदैछ। यतिखेर चाहिँ यहाँनिर अनि यहाँनिर हाम्रो एकदमै गोरु फिटिङ हुँदैछ। यो मेरो साइडको ठुलो छ, यसको नाम चाहिँ पुँडे हो। उतापट्टिको छ त्यसको चाहिँ कान्छा हो है। अनि अब पुँडे र कान्छा भएर यिनीहरूले अब यहाँनिर आज हेभी ठुलो हाम्रो जमिन चाहिँ जोत्नेवाला छ। अनि यो हाम्रो 1300 कुदेको छ गोरुको माथि, यो देख्नुहुँदैछ यो, यसलाई भन्छ जुवा। अनि त्यस्तै पाराले यो ठाडो आएको देख्नुहुँदैछ, जुवालाई पक्रिने, यसलाई भन्छ हल्लुड। यो चाहिँ खासमा हाम्रो छालाको हुन्छ है। अनि अहिले छालाको पाउनु एकदमै पाउँदैन, किनभने है मान्छेले हरु दुध नै छोडिसकेको छ। अनि यसलाई चाहिँ हामीले एउटा दोरीको चलाइँदैछ। अनि तपाईँको यो ठाडो आएको हुन्छ, यसलाई हरिस भनिन्छ है, यो हरिस। अनि यहाँबाट आएर तपाईँको यहाँ जोडेको हुन्छ, यसलाई चाहिँ हामीले हलो भनिन्छ। यो चाहिँ हलो है। यसलाई के भनिन्छ, यसलाई चाहिँ आनो भन्छ, समाउने माथि बेड आनो, हलो, हरिस, हलोड, जुवा। अन्त हलो जुवा अन्त हाम्रो गोरु यस्तै हुन्छ हाम्रो प्रोसेस चाहिँ। अब जोतिन्छ है मजासँगले। लानु त अब हाम्रो चाहिँ अहिले चिया ब्रेक हुँदैछ यहाँनिर। आज चाहिँ घाम एकदम कडा छ है। अनि हामी आज हाम्रो गोरु जोताइ थाक्यो। यो चाहिँ मै हो है, यो चाहिँ एकदमै अब यो चाहिँ हाम्रो पेप्सी कोल्ड ड्रिङ्क्सकै काम गर्छ है। ल खोलौँ खोलौँ मै मै ठिक हो। मै खाऊ गोरु जोता ड्याङ्की ड्याङ आइसु आइसु स्रो। घामले साह्रो पाऱ्यो नि त हौ, साह्रो छ जिन्दगी। ओ ल लु अब तिम्रो पनि खाजा खा, अब हामी पनि खाजा खान्छ है। साह्रै थाक्यो हो आज त, मजाले खाए। फेरि जोत्नुपर्छ है, अझै छ मेलो। हामी पनि खाउँ, भोक लाग्यो। अब चाहिँ अलिक शीतल हुने भयो, घाम गयो कि है। अघि त घामले साह्रो पाऱ्यो नि हौ।
जङ्गलमा त मिठो हुन्छ भात है। अनि अघि हामीले लिएको है गाईको हाम्रो प्योर अर्ग्यानिक मल चाहिँ हामीले यसरी यहाँनिर यसरी लाउनु पर्ने हुन्छ। चट्ट साइली। अनि हाम्रो अघिको चाहिँ पहिलो मकै थियो भने चाहिँ अहिलेको चाहिँ हाम्रो सेतो मकै छ। हामीले दुई टाइपको मकै लाउँदैछ आज यसपालि चाहिँ हामीले है। हामीले चाहिँ एकदम यो बारीलाई पहिला गोरु जोतेको थियौँ अघि है। अनि गोरु जोतिसकेर चाहिँ हामीले यसलाई फेरि खनेर यो डल्ला सल्ला फुटाएर एउटा ड्याङ बनाइदिन्छ। ड्याङ सिस्टमले चाहिँ अघि चाहिँ हामीले ऱ्यान्डमली पहिले मकै हालेको थियो। अहिले फेरि यसलाई चाहिँ हामीले सेतो खाएको मकै हालिदिन्छ है पुरा ड्याङ बनाएर। यो ड्याङ बनाएर हालेको फाइदा चाहिँ के हुन्छ भने चाहिँ मकैहरू खेरो जान्दैन, टक टक आफ्नो आफ्नो ठाउँमा मकै निक्लिन्छ। यस्तै छ आजको प्रोसेसहरू। अब यसलाई हामीले फेरि छोप्नुपर्ने हुन्छ मजाले। अबको 15 दिनमा चाहिँ हाम्रो मकै एकदम दामीसँगले उम्रिनेवाला छ है। अब 15 दिनमा म तपाईँहरूलाई फेरि आएर यो भिडियो देखाउँछु है हाम्रो मकै चाहिँ कतिको उम्रिन्छ है। आजको काम पनि सकियो। अब यसले भोलि अर्कै ठाउँ जोत्ने छ। यो गोरु पनि हाम्रो सकियो। गोरुलाई पनि बाई बाई गऱ्यो। यस्तै थियो आजको ब्लगहरू। अनि तपाईँहरूलाई पनि गोरु चाहियो भने हामीसँग सम्पर्क गर्नुहोस्। हामी एकदमै गोरु तपाईँलाई प्रोभाइड गर्नेछौँ। हामी एकदमै हामी आफै आएर जोत्नेछौँ। हाम्रो टिमै छ यहाँनिर है। ए हाम्रो मामा पनि हुनुहुन्छ। मामाले हलो लगेर गयो। भोलि चाहिँ मामाहरूको जोत्छ मामाजीको। लानु हो बोकेर मामा। छ्या मामा डेमो देखाइबस्छ। लानु ठुलो छ भन्दैछ नि उसले त। पारि पुग्यो गोरु। अब त्यसले चाहिँ भोलि त्यहाँको डल्लै बारीहरू जोत्छ है। अनि आजको ब्लगहरू यस्तै थियो। हाम्रो ब्लगहरूलाई माया गरिदिनुहोस् होला, मन पराइदिनुहोस् होला, पेजलाई फलो गरिदिनुहोस् होला। यस्तै नयाँ ब्लगहरू लिएर तपाईँहरूसँग जोडिनेछु। सबैजनालाई बाई बाई।